रुक्मणीजी, अब आज त हामी यो जबरजस्ती करनी सम्बन्धी कानुनको बारेमा यसो छलफल गरौँ भनेर आज मौका जुटेको छ हाम्रो होइन। मलाई चाहिँ कस्तो अनुभव भइरहेको छ भने नेपालमा अहिले नेपाली समाजमा किशोरीहरू, बालिकाहरू र वयस्क महिलाहरूको विरुद्धमा पनि जबरजस्ती करनीको घटनाहरू चाहिँ एकदमै बढ्दै गएको। त्यसमा पनि जबरजस्ती करनी मात्र होइन, जबरजस्ती करनी गरिसकेपछि चाहिँ हत्या गर्ने होइन, विभिन्न किसिमले चाहिँ उसको शारीरिक क्षति हुने गरिकन कामहरू, त्यस्तो किसिमको अपराधहरू चाहिँ बढ्दै गएको कस्तो एउटा डरलाग्दो परिस्थितिहरू सृजना भएको छ, जसले महिला, बालबालिका, किशोर किशोरीहरूलाई एकदमै ठुलो जोखिममा पारेको जस्तो मलाई त्यस्तो खालको अनुभव हुन्छ होइन। एक किसिमले फेयर जस्तो भइरहेको छ होइन। यस्तो हजुर। नेपालमा अहिले हामीले होइन प्रहरीको तथ्याङ्क हेऱ्यौँ भने चाहिँ जबरजस्ती करनी यौन हिंसाको पीडितहरूको उमेर हेऱ्यौँ भने 8 महिनादेखि 80 वर्षको वृद्धसम्म पनि देखाउँछ। त्यो आफैमा चाहिँ एउटा डरलाग्दो वा ध्यान दिनुपर्ने तथ्याङ्क हो। त्यस्तै गरी प्रहरीको तथ्याङ्कमा उजुरी गरिएको घटनाहरू हेऱ्यौँ भने 2500 भन्दा धेरै देखिन्छ। यसले चाहिँ 80-81 को हो डेटा हो। हो 80-81 को तथ्याङ्क हेऱ्यौँ भने 2505वटा उजुरीहरू परेको देखिन्छ। तर नेपालको परिस्थितिमा यो उजुरी अझै पनि कम हो भन्ने छ, किनभने धेरै यो हिंसा कतिपय मान्छेलाई हजुर त भनौँ न जबरजस्ती करनी सम्बन्धी कानुनले त्यो परिधिभित्र ल्याउन पनि सकेको छैन नि होइन। हो। अब जस्तै कानुनको कुरा गऱ्यो भने केही प्राविधिक कुराहरू हुन्छ होइन, हजुर हदम्याददेखि लिएर धेरै कुराहरू आउँछ। हजुर ढिलो गरेर उजुरी गर्न गयो भने लाग्दैन। त्यो हुँदाखेरि चाहिँ हामीले कहीँ न कहीँ चाहिँ नेपालमा उजुरी भएको उजुरीलाई मात्र हेऱ्यो भने पनि हिंसाको घटनाहरूमा चाहिँ उजुरीको सङ्ख्या बढिरहेछ। यसले चाहिँ कहीँ न कहीँ चाहिँ नेपाली समाजमा धेरै नै हिंसा छ, यौन हिंसा छ, जबरजस्ती करनी छ भन्ने कुराहरूलाई चाहिँ देखाउँछ। एकदमै एकदमै। अब हेर्नुहोस् न, कानुन हेर्दाखेरि चाहिँ अब जबरजस्ती करनीको परिभाषालाई हेर्दाखेरि पहिला भन्दाखेरि त हामीले धेरै नै प्रगति हासिल गरेका छौँ होइन। जस्तो उदाहरणको लागि चाहिँ अब अहिले चाहिँ हामीले जबरजस्ती करनी को परिभाषालाई हेर्दाखेरि पनि कुनै पनि व्यक्तिले महिलामाथि उसको मन्जुरी बिना यदि करनी गर्छ भने त्यसलाई जबरजस्ती करनी मानिने भन्ने व्यवस्था गर्यो। अनि यो मन्जुरी भन्ने कुराको व्याख्या गर्ने सिलसिलामा डर, धाक, धम्की, करकाप होइन, पदीय हैसियतको दुरुपयोग गरेर कसैलाई अनुचित प्रभावमा पारेर यदि त्यस बन्धक, शरीर बन्धक लिएर अपहरण गरेर यदि चाहिँ भनौँ न सहमति लिएको छ भने त्यस्तो सहमतिलाई सहमति नमानिने भन्ने व्यवस्था कानुनले स्पष्ट रूपमा गरेको छ। त्यस्तै गरी अब भनौँ न 18 वर्षभन्दा मुनिका किशोरीहरूलाई, बालिकाहरूलाई उसको उसको इच्छा भएर पनि, उसको मन्जुरी लिएर पनि अथवा मन्जुरी नलिकन पनि उसँग यौन सम्बन्ध राख्नु नै पनि जबरजस्ती करनी हो भनेर परिभाषा गरेको छ। त्यस्तै मलाई चाहिँ अझ हाम्रो कानुनले अहिले जुन एउटा प्रगतिशील ढङ्गले आत्मसात गरेको कुरा भनेको चाहिँ यौन सम्बन्ध जबरजस्ती करनी हुनको लागि चाहिँ पुरुष र महिलाको बिचमा यौन सम्बन्ध नै हुनुपर्ने भन्ने छैन। लिङ्ग महिलाको योनिभित्र पूर्ण रूपमा प्रवेश गरेकै हुनुपर्छ भन्ने पनि छैन। अनि योनिभित्र नै भनौँ न लिङ्ग प्रवेश गरेको हुने अथवा भनौँ न कुनै पनि वस्तु, अब्जेक्टहरू प्रयोग गरेर पनि चाहिँ जबरजस्ती करनी हुन सक्छ भन्ने किसिमले जुन किसिमको परिभाषाको दायरा जुन फराकिलो पारेको छ त्यसलाई त हामीले एउटा उपलब्धि नै मान्नुपर्छ नि होइन। हामीले चाहिँ यदि पुरानो ऐनको प्रावधान र अहिलेको हाम्रो कानुनी प्रावधान हेऱ्यो भने कुनै समयमा चाहिँ श्रीमती बाहेक होइन जबरजस्ती करनी भयो भने मात्रै हामीले चाहिँ जबरजस्ती करनी भनेर मान्थ्यौँ। अहिलेको परिभाषामा चाहिँ हामी कुनै पनि महिलालाई मन्जुरी बिना यदि करनी हुन्छ भने त्यसलाई चाहिँ हामी जबरजस्ती करनीको परिभाषा मान्छौँ। भनेपछि वैवाहिक बलात्कारलाई चाहिँ अहिलेको कानुनले चाहिँ मान्यता दिएको छ होइन। त्यो हेर्दाखेरि चाहिँ हामीले केही न केही चाहिँ प्रगति गरेको छौँ भन्ने कुरा देखिन्छ। परिभाषालाई विस्तृत गर्ने क्रममा चाहिँ हामीले अलिकता कानुनी रूपमा उपलब्धिहरू हासिल गरेका छौँ। अनि पहिला चाहिँ हामीले योनिमा मात्रै कुरा गर्थ्यौँ भने अहिले चाहिँ हामी गुद्वार र मुखमा भनौँ न, अब अलिकति हेऱ्यो भने चाहिँ एनल, भजाइनल र ओरल सेक्सको कुरा पनि आउँछ। तिनै कुरालाई चाहिँ यो चाहिँ जबरजस्ती करनी हुन सक्छ भन्ने कुराहरू आउँछ। यो हुँदाखेरि चाहिँ हाम्रो बलात्कारको कानुनले चाहिँ
चाहिँ पहिलाभन्दा केही न केही नयाँ कुरालाई चाहिँ समावेश गरेको छ। अर्को चाहिँ हामीले मन्जुरीको उमेरलाई हेऱ्यौँ भने नेपाली कानुन अनुसार होइन मन्जुरीको उमेर भनेको चाहिँ 18 वर्ष हो। त्यो भएर चाहिँ 18 वर्षभन्दा मुनिको बालिकाको हकमा चाहिँ मन्जुरी नै जनाए पनि कानुनको आँखामा चाहिँ त्यो वैध मन्जुरी हुँदैन भन्ने हो। यसरी हेर्नुभयो भने चाहिँ परिभाषा पहिला भन्दाखेरि चाहिँ अलिकति फराकिलो चाहिँ भएको छ भनेर चाहिँ मान्न पर्छ। सजायको हकमा हेऱ्यौँ भने हाम्रो कानुनमा चाहिँ पीडितको उमेर हेरेर हामीले चाहिँ 7 वर्षदेखि जन्मकैदसम्मको चाहिँ सजायको व्यवस्था गरिएको छ। यदि 10 वर्षभन्दा मुनिको बालिका छ, यो चाहिँ पूर्ण रूपमा अशक्त व्यक्ति छ वा यो 70 वर्षभन्दा माथि उमेरको चाहिँ महिला छ भने त्यो बेला चाहिँ जन्मकैदसम्मको चाहिँ सजाय हुन्छ भन्ने व्यवस्था गरिएको छ। 18 वर्षभन्दा माथिको हकमा चाहिँ यो 7 देखि 10 वर्षसम्मको चाहिँ सजाय हुन्छ भन्ने कुराहरू छ। अहिले चाहिँ हामी जन्मकैद भनेको चाहिँ 25 वर्ष हो भन्ने भयो। त्यो हुँदाखेरि पहिलाभन्दा सजाय पनि कहीँ न कहीँ यो अपराधको गम्भीरता हेरेर चाहिँ सजाय पनि बढी छ। त्यो बाहेक चाहिँ हदम्यादको कुरा पनि त भनौँ न हामीले उपलब्धि हासिल गरे हो हदम्यादमा पनि हो। मलाई पनि यो चाहिँ अझै त हदम्याद त सुधार हुनपर्छ भन्ने छ होइन। तर हामी कुनै समयमा चाहिँ हेऱ्यौँ भने 35 दिनभित्र भए गरेको मितिले 35 दिनभित्र चाहिँ जबरजस्ती करनीमा चाहिँ मुद्दा दायर गर्न पर्थ्यो भन्ने कुरा थियो भने अहिले आउँदाखेरि चाहिँ सामान्यतया 2 वर्ष भए गरेको मितिले 2 वर्षसम्म चाहिँ उजुरी लाग्ने व्यवस्था छ। बालिकाको हकमा चाहिँ 18 वर्ष पुगेपछि 3 वर्षको चाहिँ हदम्याद गणना हुन्छ। त्यसैगरी फेरि हाम्रो त वृद्धमाथि भयो हो, भने 70 वर्षभन्दा माथिको उमेरको चाहिँ महिलाको हकमा र कहीँ न कहीँ चाहिँ बौद्धिक अपाङ्गता भएको व्यक्तिको हकमा पनि भए गरेको मितिले 3 वर्ष भन्ने कुरा देखिन्छ। अब हामीले 35 दिनलाई चाहिँ एउटा मापन गरेर हेऱ्यौँ भने अहिले आउँदाखेरि चाहिँ 2 वर्ष 3 वर्ष चाहिँ केही न केही चाहिँ सुधार भएको मान्न पर्छ। एउटा छुट्टै बहस हो होइन, हदम्याद हुनुहुन्छ कि हुँदैन भन्ने कुरालाई चाहिँ बहस भयो। तर अहिले चाहिँ हामीले केही न केही कानुनमा चाहिँ सुधार भएको अवस्था चाहिँ देखिन्छ। हजुर, एकदमै। अब अझै पनि चुनौतीहरू चाहिँ पक्कै छ होइन। जस्तै हामीले चाहिँ यौनिक लैङ्गिक अल्पसङ्ख्यकको दृष्टिकोणले चाहिँ यो कानुनलाई हेऱ्यौँ भने यो कानुनले सम्बोधन गर्छ त यसलाई चाहिँ साँच्चै महिला र बालिका विरुद्ध हुने हिंसाको रूपमा मात्रै अहिलेको अवस्थामा हेर्न मिल्छ त भन्ने कुरा पनि छ। हो, जस्तो अब भनौँ न नेपाल अब सर्वोच्च अदालतले चाहिँ अब सेम सेक्स म्यारिज होइन, एउटै लिङ्गको बिचमा समान लिङ्गको बिचमा पनि विवाह हुन सक्छ भन्ने कुरालाई हामीले मानिसकेका छौँ। संविधानले पनि LGBTIQ कम्युनिटीको भनौँ न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारलाई चाहिँ सुनिश्चित गरिसकेको, उहाँहरूको पहिचानलाई हामीले सुनिश्चित गरेको र वैवाहिक अधिकार सुनिश्चित उहाँहरूको हुनुपर्छ भन्ने कुराहरू आवाज उठ्दै गर्दाखेरि सर्वोच्च अदालतले त्यसलाई आत्मसात गरिसकेपछि त्यो सम्बन्धभित्र पनि जबरजस्ती हुन सक्छ र जबरजस्ती भयो भने चाहिँ त्यसलाई कानुनको दायराभित्र ल्याउनु पर्छ भन्ने जुन कुराहरू उठिरहेको छ, हामी उठाइरहेका छौँ, त्यो विषयलाई चाहिँ हाम्रो कानुनले अझैसम्म सम्बोधन गर्न सकेको स्थिति छैन होइन त? पक्कै पनि क्या। बिचमा चाहिँ एकचोटि हामीले यो जबरजस्ती करनीको जुन अपराध छ त्यो कसुरमा चाहिँ यो चाहिँ लैङ्गिक तटस्थ रूपमा चाहिँ कानुन बनाउन सकिन्छ कि भन्ने मस्यौदाहरू पनि भयो। कुनै व्यक्तिले अर्को व्यक्तिलाई निजको इच्छा विपरीत भन्न खोज्नु भएको होला हो। यो चाहिँ व्यक्ति विरुद्ध व्यक्तिले गर्ने अपराधको रूपमा चाहिँ परिभाषा गर्नुपर्ने अवस्था चाहिँ हो। तर कहीँ न कहीँ चाहिँ अब नेपाल भयो, दक्षिण एसियाको देशहरू भनेको चाहिँ लैङ्गिक असमानता भएको देशहरू भयो। महिलाहरू चाहिँ पुरुषको तुलनामा अलि धेरै हिंसामा परेको कारणले गर्दाखेरि चाहिँ हामी अझै पनि यसलाई चाहिँ लैङ्गिक हिंसाको रूपमा चाहिँ हेरिरहेको अवस्था चाहिँ भयो। तर अहिलेको अवस्थामा चाहिँ हिंसा चाहिँ कुनै व्यक्तिले अरू कुनै व्यक्तिलाई गर्न सक्छ, यो भनेको चाहिँ शक्ति सम्बन्धको कुरा हो होइन। सामाजिक परिवेशमा केही चाहिँ अवसरवादी कुरा हुन्छ, पितृसत्तात्मक समाजको कुराहरूले गर्दाखेरि चाहिँ कहीँ न कहीँ चाहिँ यसलाई चाहिँ एउटा व्यक्तिले अर्को व्यक्तिको विरुद्धमा हुने हिंसाको रूपमा परिभाषित गर्नु पनि आवश्यक छ। किनभने
हजुरले भन्नुभयो जस्तै लैङ्गिक विविधताको कुरा छ, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको कुराहरू छ। उनीहरू विरुद्ध हुने हिंसालाई पनि हामीले चाहिँ कानुनी रूपमा चाहिँ सम्बोधन गर्नुपर्ने आवश्यकता चाहिँ छ। आवश्यकता चाहिँ त्यो छ। भएर यसमा चाहिँ सुधारको आवश्यकता पनि छ। हजुर एकदमै। अब मलाई चाहिँ अलिकता जुन हाम्रो चाहिँ अहिले भनौँ न एउटा धेरै जसो यो जबरजस्ती करनी सम्बन्धी मुद्दामा चाहिँ एउटा एउटा कस्तो भाष्य निर्माण भएको छ भन्दाखेरि चाहिँ उजुरी महिलाहरूले उजुरी दिन्छन् अनि फेरि चाहिँ उसले चाहिँ मुद्दा फिर्ता लिने अथवा अदालतै प्रवेश गरिसकेपछि पनि उसले चाहिँ मलाई जबरजस्ती बयान फेर्ने होस्टाइल हुने कुराहरू चाहिँ एकदमै बढेको छ। अनि यसमा चाहिँ अनि महिलाहरूलाई नै दोषी ठहर्याउने होइन, किन चाहिँ उनीहरूले चाहिँ होस्टाइल भयो, किन चाहिँ बयान फेर्यो, किन मुद्दालाई कमजोर बनायो भन्ने खालको कुराहरू आउने, जसले गर्दा मुद्दा कमजोर हुने भन्ने खालको कुराहरू आइरहेको सन्दर्भमा सर्वोच्च अदालतले गरेको व्याख्याहरूको बारेमा तपाईँ अलिकता हामी छलफल गरौँ न। जस्तो अब सर्वोच्च अदालतले त अब मुद्दा कसैले चाहिँ बयान फेरेकै आधारमा, कसैले चाहिँ अब मलाई चाहिँ अब जबरजस्ती करनीको उजुरी दिइसकेपछि अरू प्रमाणहरूले चाहिँ त्यो कुरालाई पुष्टि गरिरहेको अवस्थामा होइन, जो उजुरीकर्ता अथवा जो पीडित भनेर हामीले भनेका छौँ उनले बयान फेरेकै आधारमा चाहिँ मुद्दा चाहिँ फिर्ता लिन नसक्ने अनि अपराध नठहरिने भन्ने नहुने भन्ने सिद्धान्तहरू जुन प्रतिपादन गरेको छ, त्यो पनि सर्वोच्च अदालतले गरेको एउटा सकारात्मक पक्ष हो नि होइन। त्यसले के देखाउँछ भन्दाखेरि असमान शक्ति हाम्रो समाजमा महिला पुरुष र अरू सीमान्तकृत समुदायहरूको बिचमा चाहिँ असमान शक्ति सम्बन्ध छ। असमान शक्ति सम्बन्ध हुँदाखेरि चाहिँ विभिन्न किसिमका कुराहरूको दबाव सृजना भएर चाहिँ मुद्दा फिर्ता लिने अथवा बयान फेर्ने सम्भावनाहरू हुनसक्छ। त्यसबाट संरक्षण दिनको लागि बयानै फेरेको आधारमा पनि भनौँ न कुनै पीडितलाई चाहिँ डर धाक धम्की देखाएर बयान फेरेकै आधारमा चाहिँ यदि त्यो पीडकले चाहिँ उन्मुक्ति पाउन सक्दैन भन्ने सिद्धान्त त गजबको छ नि होइन। त्यो त एकदमै सकारात्मक मान्नुपर्छ नि है हामीले। अब यो जबरजस्ती करनीको मुद्दा भनेको चाहिँ सरकारवादी मुद्दा हो। यसमा चाहिँ पीडित वा सम्बन्धित व्यक्तिले वा प्रहरी प्रतिवेदनबाटै मुद्दा चल्न सक्छ यदि कुनै घटनाको बारेमा चाहिँ जानकारी भयो भने। कहीँ न कहीँ चाहिँ यो मुद्दाको प्रक्रियामा चाहिँ पीडितको चाहिँ भनाइ बयान चाहिँ एकदमै महत्त्वपूर्ण छ होइन। तर कहीँ न कहीँ चाहिँ विभिन्न कारणले चाहिँ यदि पीडितहरू चाहिँ अदालतमा आएर चाहिँ बिच्किन्छन् भने पनि अन्य प्रमाणहरूले चाहिँ अपराध भएको देखाउँछ भने त्यसमा सजाय हुनुपर्छ भन्ने कुरा चाहिँ यो एकदमै महत्त्वपूर्ण सिद्धान्त हो। र यो जुन चाहिँ हाम्रो सर्वोच्च अदालतले पनि यो प्रतिपादन गरेको छ, यसले चाहिँ कहीँ न कहीँ न्यायको अनुभूति चाहिँ गराउन सक्छ भन्ने हो। यो भनेको चाहिँ हाम्रो न्याय प्रणालीले चाहिँ कहीँ न कहीँ न्यायलाई चाहिँ मर्न नदिनको लागि चाहिँ सिद्धान्त प्रतिपादन गरेको देखिन्छ। तर हामीले गर्नुपर्ने थुप्रै काम चाहिँ समाज र सामाजिक मानसिकतालाई चाहिँ परिवर्तन गर्नु पनि आवश्यकता छ। कुनै घटना भयो भने पीडितलाई सहयोग गर्नुको सट्टामा चाहिँ हामी कहिलेकाहीँ चाहिँ पीडितलाई नै आरोप लगाउँछौँ होइन, नाना थरी गाली गर्छौँ। यो भनेको त हाम्रो समाजमा भएको असमानताकै प्रतिबिम्ब हो भन्ने कुराहरू देखिन्छ। त्यो भएर चाहिँ कहीँ न कहीँ चाहिँ हाम्रो यो प्रणालीमा चाहिँ पीडितलाई चाहिँ कहीँ न कहीँ यो प्रणालीभित्र चाहिँ पीडितलाई सहायता दिनु पनि आवश्यक छ भन्ने कुरा पनि देखाउँछ। यसको कारण चाहिँ एउटा महिलाको यौनिकताको सन्दर्भमा र पुरुषको यौनिकताको सम्बन्धमा हाम्रो समाजले जुन पुरुषको लागि एउटा मापदण्ड महिलाको लागि अर्को मापदण्ड तोकिदिएको छ। अनि त्यो मापदण्डभन्दा अलिकति दायाँ बायाँ भएको महिलाहरूलाई चाहिँ भनौँ न त्यस्तो किसिमका आरोपहरू लगाउने, आक्षेपहरू लगाउने, जसले चाहिँ समाजमा उसलाई अझै कठिन अवस्था र परिस्थिति सृजना गरिदिने कामहरू भइरहेको छ होइन। अब त्यो कुरालाई चाहिँ भनौँ न यहाँ अघिदेखि हामीले कुरा गऱ्यौँ असमान शक्ति संरचनाको कुरा गर्दाखेरि असमान शक्ति संरचना त छ, किनभने स्रोत साधनमा पहुँचदेखि लिएर होइन, स्वास्थ्यमा पहुँचदेखि लिएर शिक्षामा पहुँचदेखि लिएर हरेक कुरामा भनौँ न अवसरको पहुँचदेखि लिएर हरेक कुरामा महिलाहरू पछाडि पारिएको कारणले गर्दाखेरि त्यहाँनिर असमान शक्ति सम्बन्ध त निश्चितै रूपमा छ।
त्यसमाथि पनि पितृसत्तात्मक जुन सोच र जुन विचार छ जसले हरेक कुरालाई चाहिँ हरेक कुरामा पुरुषलाई केन्द्रमा राखेर हेर्ने जुन परिपाटी छ जसले गर्दाखेरि पनि भनौँ न महिलाहरूलाई चाहिँ जुन किसिमको आक्षेप लगाउने जुन किसिमको चाहिँ एउटा जटिल परिस्थिति सृजना गरिदिने जुन कामहरू भइरहेको छ यो कुराहरूलाई पनि हामीले चाहिँ सोच्नुपर्छ होला। मुख्यतया त भनौँ न कसैलाई पनि कसैको शरीरमाथि अनधिकृत रूपमा उसको इच्छा विपरीत हस्तक्षेप गर्ने अधिकार छैन भन्ने मान्यता चाहिँ हामीले इस्टाब्लिस गर्न सक्यौँ भने चाहिँ महिला र पुरुषको लागि चाहिँ यौनिकताको सन्दर्भमा छुट्टै मापदण्डहरूलाई चाहिँ हुनु हुँदैन भन्ने कुराहरू हामीले चाहिँ स्थापित गर्न सक्यौँ भने चाहिँ धेरै कुराहरूमा परिवर्तन ल्याउन सकिन्छ कि होइन?